के तपाईहरू नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने मेसिन कहाँ पाइन्छ, लगानी कति लाग्छ भन्ने दोधारमा हुनुहुन्छ? तपाईहरूले चिन्ता लिनु पर्दैन। त्यसको लागि सुलक्ष्मी इन्डस्ट्रीले समस्याको समाधान गरिदिनेछ। त्यहाँ साना तथा घरेलु उद्योगहरूको लागि चाहिने सम्पूर्ण मेसिनहरू दिनुका साथै सञ्चालन गर्नको लागि आवश्यक तालिम तथा परामर्श दिँदै आएका छौँ। हाम्रो खेतबारीमा खेर गइरहेको केराको बोटबाट फाइबर निकाल्ने मेसिन र त्यही केराको फाइबरबाट सेनिटरी प्याड बनाउने तथा पेपर बनाउने मेसिन, हाम्रो वन जङ्गलमा खेर गइरहेका सालको पातबाट दोना टप्परी बनाउने मेसिन, हाम्रो वन जङ्गलमा खेर गइरहेका पात पतिङ्गरहरूलाई सङ्कलन गरी कम्पोस्ट मल बनाउने मेसिन, हाम्रो गाउँघरतिर खेर गइरहेका अमूल्य जडीबुटीहरू प्रशोधन गरी एसेन्सियल ओइल बनाउन सकिन्छ। जस्तै तितेपाती, दालचिनी, सयपत्री फुल, अदुवा, हलेटो, टिमुर आदिबाट तेल बनाउन सकिन्छ। त्यसै गरी हाम्रो गाउँघरतिर खेर गइरहेको बाबियो वा खरबाट पेपर बनाउने मेसिन, यस्तै गाउँघरतिर पाकेर खेर गइरहेका फलफुलहरूबाट रक्सी बनाउने मेसिन, जस्तै चिउरी, कटहर, अङ्गुर, स्याउ, जाबुन, आल्चा जस्ता फलफुलहरूबाट राम्रो क्वालिटीको रक्सी बनाउन सकिन्छ। यस्तै खालका मेसिनहरू चाहिएमा सुलक्ष्मी इन्डस्ट्रीमा सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।